हामी जान आँटेको सुको पोखरी जान आँटेको। यो दिदी चाहिँ थाहा छैन भन्दै बस्नुहुन्छ। त्यही दुईवटा दिदी चाहिँ ब्याङ्क जानुभएको छ, अहिलेसम्म आउनु भएको छैन। पर्खेछौँ हामी। घर जानु र लु गाडी चलाउनु न, स्टार्ट गर्नु। तपाईँहरू आउनु सक्नुहुन्छ है न्यू इयरमा यहाँ उयसमा। के गर्नु त अनि अघि बनाइएन। बब्बा लाउँछ यहाँ सबै झरिसकेछ यो दिदीहरूले गर्दा। भोलि त न मलाई हामी आज सुके पोखरीबाट कति बजे आयौँ? कति बजे? 4 बजे फर्किँदैछौँ हामी। 12 बजे आएको, 4 बजे फर्किँदैछौँ। यो फुपूहरू ढिलो गरेर हामी जाँदैछौँ। दिदीहरू अगाडि हिँड्दै हुनुहुन्छ। यहाँ झरेकोमा टिकटक बनाउने भनेको होइन? कसलाई चाहियो झरेको अघि? यहाँ छ। यहाँ सेतो होइन, यो ओइलेर चाहिँ सेतो भएको। के सकिएन? नाच्नु त लु। बोकेर भारी के भन्नु, खानेकुराहरू बोकेर हामी फर्किरहेछौँ। खाइसक्यौँ, अब पौवा पुगेर खाजा खानेवाला छौँ हामी। नभए राकेमा मिठो बनाउनुहुन्छ थुक्पा चाहिँ, अनि राके खाने कि पौवा खाने भनेर हामी कन्फ्युजमा छौँ। अब हाम्रो दिदीहरूले के भन्नुहुन्छ त्यही मान्नुपर्ने हुन्छ, किनकि हाम्रो दिदीहरू हुनुहुन्छ अगाडि। त्यही भएर दिदीहरूले जे भन्छन् त्यही मान्नुपर्ने हुन्छ। लालीगुराँस टन्नै फुलिरहेछ। न्यु इयरसम्ममा झर्न सक्छ। तपाईँहरू छिटो आउन सक्नुहुन्छ है घुम्नको लागि न्यु इयरमा। पिङ्क कलरको लालीगुराँस यहाँ छ। ला माथि हुनुहुन्छ त नि दाइहरू त। दाइहरू हाँस्दै हुनुहुन्छ, यहाँ माथि हुनुहुन्छ। हाम्रो गाडी चाहिँ यहाँ चाहिँ 10,000मा रिजर्भ ल्याएको गाडी यहाँ छ होइन। हामी 12 बजे आएर 4 बजे चाहिँ फर्किसकेको है। अनि लालीगुराँस यहाँ छ। लालीगुराँस चाहिँ यति लिएर जाँदैछु। मेरो ब्लग चल्दैछ। यो दिदीहरूले मलाई बिल्ला गर्छन्, त्यही भएर म दिदीहरूदेखि पर हिँड्दैछु। 4, 5जना, 6जना, 7जना, 8जना छौँ। जम्मा 9जना छौँ। जम्मा 9जना घुम्नु आएको। त्यही भएर दाइहरू माथि आउँदै हुनुहुन्छ। गाडी यहाँ छ।